कालिम्पोङ आएको थियो घरमा यहाँ फ्रिज लिएर जाँदैछ फ्रिज हाम्रो चाहिँ यहाँ यो के भन्छ फ्रिज चाहिँ लोड भयो अब लिएर जानुपर्ने हुन्छ यहाँ भाइ अहिले भर्खर पढ्दै थिएँ कि मलाई देखेर एक्टिङ हेरेन लासो नमस्ते इन्ट्रेसी तेले फेपुला सम्पूर्ण सबैजनालाई फेरि पनि स्वागत छ मेरो न्यू ब्लगमा है आशा गर्छु तपाईँहरू ठिक हुन्छ होला भने है र म पनि एकदमै सन्चै छु भन्नुपर्दा है र अहिले चाहिँ म है हाम्रो म चाहिँ अहिले आफ्नै रुममा छु र मसँग चाहिँ के छ भन्दाखेरि आज ब्रेकफास्टमा चाहिँ छ चाम्बा जुन चाहिँ यो प्लस चिया छ है अन्त यो चाम्बा चाहिँ है हाम्रो गुम्बामै मिन्स बजारबाट लिएर चाहिँ फ्राई गरेर चाहिँ गुम्बामै के भन्छ पिसेको भन्छ नि है गुम्बामै पिसेको यसमा चाहिँ यो के भन्छ गेहूँ भन्छ है गेहूँ र प्लस तपाईँको चानाहरू मटरहरू मिक्स गरेर है बनाएको छ एकदमै मिठो भएको छ टेस्ट र अब यसलाई चाहिँ कसरी खानु भन्दाखेरि मैले अलरेडी मलेर राखिरहेको छु रेडी गरेर है र अब चाहिँ यसलाई यस्तो गऱ्यो हो यस्तो दबायो यसरी अन्त त्योसँगै चाहिँ चिया एकदम दामी अब हाम्रो गुम्बामा चाहिँ है एक दिन पुरी एक दिन टी मोमो एक दिन फ्राइड राइस है बिहान एक टाइम चाहिँ चाम्बा यही रोटेसन गर्दै दिन्छ नि त अनि आज चाहिँ भएछ चाम्बाको ट्राइम चाम्बाको है एकदमै दामी मिठो अन्त यो खायो भने चाहिँ अब यति भोक पनि लाग्दैन है त्यस्तो हुनेछ र एकदमै राम्रो खाना छ है तपाईँहरू पनि ट्राई गर्नुहोस् होला अन्त के कसो लाग्छ मलाई कमेन्ट गर्नुहोस् है अन्त त्यही हो अब चाहिँ म खाना खाइसकेर त्यहाँबाट हल्का साफसुफ गरेर चाहिँ अन्त एकछिनपछि फेरि घर जानेछु र के हुन्छ कसो हुन्छ हेर्दै गरौँ लास्ट र मेरो चाहिँ अब फाइनली चाम्बा पनि सक्यो है चिया पनि यति कम्ती बाँचिरहेको छ अब त यो लास्ट ओके नाउ फिनिस्ड अब यो चाहिँ धुलाएर त्यहाँबाट म पनि रुम हल्का सफा गरेर त्यहाँबाट जानुपर्छ तपाईँहरूलाई थाहा छ एकजना चाहिँ यहाँ खालि हेरिबस्छ मैले कस्तो बनाउँछ भनेर अन्त ऊ चाहिँ राप्थेन पहिला मेरो भिडियो पनि देखेको उसले नि एकताल बनाएको यता न हो कि होइन भन्दा हरियो र म चाहिँ अहिले यहाँ किचन आइरहेको छु यहाँ अब कुकहरू हाम्रो साथीहरू है खाना चाहिँ दामी बनाउँछ है फ्रेन्ड्स धेरै रोकिँदा तसले ठिकै छ ठिकै छ आज खाना के बन्दैछ हौ खाना बन्दैछ आलु फ्राई दाल ओके अरू जे भन्नु चटनीहरू छैन जे भन्नु छ त्यो निर्मलले भन्छ ठिक हो ल ओके हाम्रो चुला चाहिँ अहिले यस्तो छ एकदम दामी त्यस्तोले भाइ ठिकै छ नि के बनाउँदैछ र आइटम के छ हौ दाल आलु फ्राई भात बनाउँछ अब सब्जी बनाउँछ चटनी उठ्ने त्यस्तो केही छैन चटनीहरू बनाउँछ ल ओके बाई र ल म चाहिँ अब गुम्बा आइसकेको छु है
र अघि चाहिँ म गुम्बाभित्र सरी किचनभित्र चाहिँ है त्यो हल्का गफ गर्दै थिएँ केटाहरूलाई के बनाउँछ जस्ट मजा गर्दै थिएँ है र यहाँ चाहिँ छ यहाँ भयो अहिले भर्खर पढ्दै थिएँ कि मलाई देखेर एक्टिङ हेरेन पढ्दै थियो बल्ल र त्यस्तै नै हो है हेर्दै गर्नुहोस् अब चाहिँ म क्लास गएको त्यही हो हिजो कस्तो सेम हुन आँटेको छ है अन्त भोइस रेकर्ड मात्रै गर्नु पाउँछ क्लासमा अन्त त्यही भिडियो गर्नु पाउँदैन केही छैन त्यही हो अब भित्र गयो राम्रो पढ्यो मेन चाहिँ राम्रो पढ्नु पऱ्यो है अन्त त्यस्तै नै हो र अब यो यस्तो यहाँ लगाएको फुलहरू पनि क्या दामी हुँदैछ कि अब यही टाइममा फुल्ने बेला दामी देख्छ यस्तै हो यहाँ टुरिस्टहरू पनि घुम्नु आएको छ है अन्त गुम्बा चाहिँ यस्तो देख्छ ओके हेलो एभ्रिवान म चाहिँ अहिले जस्ट क्लासबाट आइसकेको अब मलाई चाहिँ फेरि कालिम्पोङ जानु एउटा काम परेर चाहिँ फेरि जानै परेको छ इम्पोर्टेन्ट छ त्यही भएर अन्त फोनमा ब्याट्री पनि चार्ज छैन त्यही भएर पावर ब्याङ्क लिएर गएको है आज बिहान लाइट आउने जाने त्यसो गर्दैछु र त्यही भएर केही छैन अब चाहिँ कालिम्पोङ गएर आइहाल्छु है अन्त अलिक छिटो नै गएर आउने भनेर सोचेको किन आफ्टरनुनबाट फेरि क्लासहरू हुन्छ नि त अपर मिस हुन्छ नि त त्यही भएर केही छैन अब चाहिँ पहिला हिँडिहाल्छु है ल सो हेर्दै गर्नुहोस् र यहाँ चाहिँ हाम्रो रप्तेन दादाले गाडी चलाउँदैछ र बाटो चाहिँ अहिले हामीले बनाएर एकदमै राम्रो भयो मेन चाहिँ अब रुम्बुचेको ढोसुङ गएको छ तर बाटो चाहिँ दामी भएको छ है मजाले अहिले आरामले आउँछ जान्छ कालिम्पोङ आएको थियो घरमा यहाँ फ्रिज लिएर जाँदैछ फ्रिज लिएर जाँदैछ है यहाँ फ्रिज निस्क्यो हाम्रो लु बिस्तारो ल आरामले लानुहोस् है त्यही त भनेको जग्गै छैन समात्ने हाम्रो चाहिँ यहाँ यो के भन्छ फ्रिज चाहिँ लोड भयो अब लिएर जानुपर्ने हुन्छ त्यो बाहिर बस्छ हाम्रो यहाँ फाइनली फ्रिज चाहिँ आइसक्यो अब माथि लानुपर्ने हुन्छ बिस्तारो नमाउँछ है ओहो आरामले ल यहाँ राखेर लिएको अब उपाय छैन नि त आरामले
लास्ट सो हामी चाहिँ फ्रिज पुऱ्याउने बित्तिकै र क्लास पनि स्टार्ट भएछ अहिले चाहिँ हेन्ड राइटिङ क्लास हो है अनि सबैजना मजाले लेखिरहेको थियो यहाँ टिचरले लोपेन्लाले सिकाउनु हुँदैछ है एकदमै राम्ररी र सो गाइस अहिले भर्खर म चाहिँ बजारबाट आइपुगेको है अन्त आज पाहुनाहरू आएको थियो उहाँहरूलाई मैले लिएर गएको थिएँ नि त सब केही सामान किन्नु पनि थियो र अहिले जस्ट आएको है अब अहिले जस्ट आएर चाहिँ अब चाहिँ म है मेरो क्लास पनि अलिक लेट भयो तर केही छैन है बिहान गएको थिएँ क्लास त्यही रिपिट मात्रै गरेको होइन अन्त अब चाहिँ मुनि जानेछु है नानीहरूले पढेको कस्तो गर्छ अब त्यही हो बिचमा आज यस्तो भइदियो कि अब भिडियो नै यताउति गर्नु है मिलेन तर केही छैन है म अब मुनि जान्छु है भिडियो गर्छु अन्त तपाईँलाई म देखाउँछु लास्ट र लस गाइस है अन्त आजको भिडियो के यस्तै नै भयो आई होप तपाईँलाई मन पर्यो भने आज छ है म चाहिँ अब सोचेको है मेरो डेली ब्लग चाहिँ हाल्छु भनेर सोचेको के हुन्छ है अन्त त्यस्तै नै हो है अब त्यही हो अब लामा मङ्सहरूको लाइफ है अन्त बिहानबाट बेलुकासम्म पढाइ मात्रै अब होस्टेल लाइफ होइन सबैको त्यस्तै हुन्छ र एकदमै राम्रो हुँदैछ है पढाइ पनि सबैजनाको अन्त र त्यस्तै नै हो अन्त हेर्दै गर्नुहोस् है ल सब भेट्नेछु मेरो नेक्स्ट ब्लगमा र सी यू माई नेक्स्ट ब्लग